हेलो गाइज व्हाट्सअप वेलकम छ फेरि हजुरहरू एउटा नयाँ भिडियोमा। यस भिडियोमा मैले हजुरहरूलाई सिकाउने छु कि एआई को युज गरेर हजुरले लिसनिङ र स्पिकिङको प्र्याक्टिस कसरी गर्न सक्नुहुन्छ। एआई को युज गरेर एआई को युजबाट पनि हजुरले आफ्नो लिसनिङ र स्पिकिङलाई एकदमै बलियो र राम्रो बनाउन सक्नुहुन्छ। यो भिडियोलाई चाहिँ सुरुदेखि लास्टसम्म हेर्नुभयो भने चाहिँ हजुरहरूले त्यसलाई यो एपहरूलाई युज गर्ने बारे र कसरी काम गर्छ भन्ने बारे बुझ्न सक्नुहुन्छ। यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरेर राख्न नबिर्सिनु होला। यस्तै भिडियो चाहिँ म हजुरहरूको सामने ल्याइराख्ने छु। यदि भिडियो मन पर्यो भने एक लाइक, एक सब्सक्राइब र एक सेयर गर्न चाहिँ नबिर्सिनु होला। अब सुरु गरौँ भिडियोमा चाहिँ म देखाउने छु हजुरहरूलाई 5 वटा यस्ता एआई टिप्स जसले हजुरको लिसनिङ र स्पिकिङलाई चाहिँ एकदमै राम्रो बनाउनेछ। अब लागौ भिडियोतर्फ। यस्तै गरी हाम्रो ह्याक नम्बर 1 मा रहेको छ लिसनिङको अभ्यास चाहिँ हजुरहरूले वेबसाइट प्रयोग गरेर टिटिएस र यो नटका एआईहरू वेबसाइटहरू युज गरेर त्यसमा पनि आफ्नो भोइस, आफ्नो टाइपिङ आफूले चाहेको वर्ड कुनै टाइपिङ गरेर टेक्स्ट टु स्पिच गर्न सक्नुहुन्छ। त्यसले पनि हजुरहरूको लिसनिङलाई केही इम्प्रुभ गर्नेछ। 밥을 먹고 회사에 가야 돼요. 밥을 먹고 회사에 가야 돼요. त्यसै गरी सुनेर उच्चारण सिक्न सक्नुहुनेछ। ह्याक नम्बर 2 मा रहेको छ स्पिकिङ प्र्याक्टिस एआईसँग। तपाईहरू स्पिकिङ प्र्याक्टिस चाहिँ एआईसँग गर्न सक्नुहुन्छ। जस्तै ती एपहरू जस्तै एउटा टल्कपल एआई, डुओलिङ्गो स्पिकिङ र स्पाइकी एआई। यी एआईहरूले तपाईँको उच्चारण सुधार्छ र फिडब्याक पनि दिन्छ र हजुरलाई यसले पनि केही हेल्प गर्नेछ आफ्नो लिसनिङलाई इम्प्रुभ गर्नको लागि। यसमा चाहिँ यी एपहरूबाट आफ्नो लिसनिङलाई इम्प्रुभ गर्न सक्नुहुनेछ। ह्याक नम्बर 3 मा रहेको छ रिल इपिएस लिसनिङ अडियोको अभ्यास। च्याट जिपिटी वा युट्युबमा खोज्नुहोस् इपिएस लिसनिङ प्र्याक्टिस विथ एन्सर। त्यसै गरी पनि सुनेर लिसनिङको प्र्याक्टिस गर्न सक्नुहुन्छ। प्र्याक्टिस गरेर हजुरहरूको लिसनिङलाई इम्प्रुभ गर्न सक्नुहुन्छ। ह्याक नम्बर 4 मा रहेको छ हाम्रो चाहिँ सेडोइङ मेथड प्लस एआई स्क्रिप्ट। एआईले छोटो संवाद अथवा छोटो अनुच्छेद लेखिदिन्छ। तपाईँ त्यसलाई दोहोऱ्याएर बोल्न सक्नुहुन्छ। उदाहरणको लागि हजुरले कुनै पनि एआई टुल्समा मानौँ च्याट जिपिटीमै हजुरले उदाहरणलाई आन्याङ हाँस्यो भन्नुभयो भने आन्याङ हाँस्यो टाइप। यो इक्जाम्पलको लागि हो। यसलाई चाहिँ सेडोइङ मेथड भन्छन्, सेडोइङ टेक्निक भन्छन्। इन्भिट जस्तै बोल्न मद्दत गर्छ, कोरियन जस्तै बोल्न मद्दत गर्छ। अनि ह्याक नम्बर 5 मा रहेको छ हजुरहरू चाहिँ रेकर्ड र कम्पेयर मेथड विथ एआई भोइस। एआई भोइस र तपाईँको भोइस रेकर्ड गरेर तुलना गर्नुहोस्। टुल्सहरू चाहिँ हजुरहरूले भोइस रेकर्डर र एप चाहिँ भोइस रेकर्डर एप अनि वेब एडिटरलाई प्रयोग गर्न सक्नुहुन्छ। एआईले बोलेको आवाज र तपाईँको उच्चारण मिलाई हेर्नुहोस्, सुधार एकदमै चाँडो हुनेछ। अब तपाईँको इपिएसको लिसनिङ चाहिँ यी एपहरू युज गर्नुभयो भने चाहिँ आफ्नो लिसनिङलाई केही हदसम्म इम्प्रुभ गर्न सक्नुहुनेछ र आफ्नो लिसनिङलाई सुधार गर्न सक्नुहुनेछ। एआईले चाहिँ सधैँ हजुरहरूलाई फिडब्याक दिनेछ र एआईको युज गरेर कोरियन भाषालाई सजिलो बनाउन सक्नुहुनेछ भन्दै आजको भिडियोलाई चाहिँ यही समाप्त गर्छु। फेरि एपिसोड 4 मा हाम्रो भेट हुनेछ। अहिलेको लागि बाई बाई। यदि भिडियोहरू मन पर्यो भने चाहिँ
च्यानललाई सब्सक्राइब गरेर साथीहरूको सामने सेयर गर्न चाहिँ नबिर्सिनु होला।